र साथीहरू आजको भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला र आज काम पनि धेरै भयो। आज होलिडेको दिन हल्का बाहिर काम गरियो, घाँस काटियो, के गर्नु होइन, अब विदेश हो। साउसँग बसेपछि बाहिर अब यसो काम पनि गरे जस्तो गरिदिन पऱ्यो। छुट्टीको दिन सुतेर बस्नु पनि भएन होइन। यसो साउलाई अब चित्त बुझाउनु पऱ्यो होइन। साउथ अफ्रिकामा यस्तै हो। अनि यो ठाउँ एकदम सुन्दर शान्त वातावरण भएकोले एकदमै रमाणीय नै छ भनौँ। अनि आजको दिन यसरी नै भयो। अनि त्यस पहिलाको सुरुको भिडियोमा चाहिँ काटेको यो घाँस नै हो। घाँस काट्ने काम भयो। आजको दिन यसरी नै सकियो। अनि हजुरहरूको कसरी सकियो त?